के बस्तो मान्छे छेड्दै हिँड्न मन लाग्छ अनि म केटा हो र केटीलाई छेड्नुलाई केटा न केटी अहिलेको जमानामा के हो के खाने ला सबै इक्वल हो भन्दै यति साह्रो पनि भन्नु त भएन नि त इक्वल नै हो फुल्ली इक्वल हो एकदम शोषण हो मान्छेले नचाहँदै पनि तिर्नु पर्ने भनेको चाहिँ कर हो है साथीहरु खुलेको छैन नयाँ मार्केटमा चाहिँ म एउटा पसल खोल्छु हेलो गुड मर्निङ नमस्ते सबैजनालाई वेलकम छ मेरो नयाँ ब्लगमा अनि म चाहिँ बिहानै उठेर अहिले कलेज जाँदैछु साथी चाहिँ आज नभएको कारण म एक्लै जाँदैछु म कलेज त जाँदैछु तर आज कलेज बिदा हो कि जस्तो लाग्दैछ कोही देख्दिनँ बाटोमा पनि गएर फर्केर आउनुपर्ने हो कि लाग्ने हो कि केही थाहा छैन कोही छैन बाटोमा साँच्चै भोलिदेखि एक्जाम छ नि त हाम्रो अनि आज बिदा हो कि जस्तो लाग्दैछ खै भन हेर्नु कलेज गएर के रहेछ भनेर ए दुईजना जाँदैछौँ कलेज कलेज चाहिँ लागेको छैन जस्तो त कलेज लागेको दिन चाहिँ हामी आएनौँ हिजो अब भन्दाखेरि आएर ए बन्द रहेछ नि अनि हामी चाहिँ कस्तो थाहा नपाएको म खोइ बाटोमा आउँदा त्यस्तै सोच्दै थिएँ त्यो मसँग स्कुल जाने साथी किन आएन भनेर हेर्दै थियो एकछिन पर्खे पनि होइन नि ग्लोरी स्कुलनेरि आइसकेपछि चाहिँ लाग्दैन कि जस्तो लाग्यो क्या नलाग्ने पो रहेछ त यत्रो मेहनत खेर गयो हेर त बिहान बिहानै उठेर मलाई कस्तो निन्द्रा लागिरहेको थियो अब गएर पढ्नु मोबाइल बनाउनु जानुपर्ने मेरो मम्मीको नम्बरबाट मैले तिमीलाई फोन गरिनँ नि मम्मीको नम्बरबाट हाम्रो स्कुल एकदम खाली एकदम सिरु नै सिरु भरिएको छ सिरु नै सिरुले वाउ हाम्रो स्कुल मात्रै भएछ त है त अब त खै स्टुडेन्टको कमी भयो है साथीहरू भन्नु हेलो भन्दै कस्तो फिल भयो एकदमै नराम्रो एकदमै घटिया फिल भइरहेको छ यत्रो मेहनत गरेर बिहानै उठेर यहाँसम्म आएको लास्टमा त यी स्टुडेन्टको नाममा यी दुईजना आइरहेछन् यो दुईजना आइरहेछ हेलो अब हामी चाहिँ के गर्ने कलेजको दर्शन गरेर आउने बा भोलिको एक्जाम राम्रो हुन्छ नमस्ते गरेर एकछिन ढोगी हो आउने हामी स्टुडेन्ट कुदेर जाँदैछ नि खुरु अर्को यता सोध त लु अङ्कल छुट्टी आज ल हामीलाई थाहा नै भएन नि सुन्नु न त्यो त थाहा छ 7 बजीदेखि होइन ए 7:30 देखि 9 बजीसम्म ल थाहा नै भएन हिजो विद्यार्थी आएको थियो हिजो पानी परेको थियो त्यही भएर नै थाहा भएन अनि तपाईँ चाहिँ त्यतै खोल्नुहुन्छ सरहरू आउनुहुन्छ भोलिको लागि ल हामी दुईजनालाई मात्रै भए पनि हामीलाई पढाउनु भनौँ न त फोटो खिच्नु जाने के फोटो खिच्नु यत्तिकै अब हाम्रो कलेज चाहिँ नलाग्यो हामी चाहिँ बिर्ता बजारको बाटो जाँदैछौँ घर यहाँ मिरा मार्केट पनि देख्न सक्नुहुन्छ मात्र उल्टो भयौँ भनेको अझै एकजना भाइ पनि आउनु भएको रहेछ सेकेन्ड इयरको यहाँ चाहिँ हाम्रो जहिले त्यो कफीहरू खान ठाउँ हो क्या आज चाहिँ बन्द छ छिटो कलेज गयौँ हामी त्यही भएर अङ्कल हेलो हाम्रो छुट्टी भएर हो सार्वजनिक बिदा भएको यो चाहिँ हाम्रो प्यारो बिर्ता बजार हो बिर्ता बजारको यो एक साइड मात्रै हो उताको साइड छ हामी चाहिँ सिधा बाटो जाँदैछौँ अनि के भन्न चाहनुहुन्छ यो भिडभाडमा म केही भन्न चाहन्न 1-2 शब्द जाओस् 2 शब्द थ्याङ्क यू वेलकम भयो अयो हामी पनि खतरा भाइरल हुन्छौँ जस्तै छ है लाइट पनि यस्तो भइरहेको छ हामी चाहिँ अहिले राति हो होइन
राति हो अहिले चाहिँ अनि त्यस पछाडि हामी दुइटा त अब चाँद हो नि त अनि चाँदबाट होइन यस्तो धेरै टल्केको कि हेर्दा हाम्रो आउन टल्के कति टल्के होइन हामी घर जाने होइन नै अगाडि हो पनि छ मिर्ता बजारै हो यो सब अब हामी दुर्गा मन्दिरको बाटो निस्किन आँटेको छौँ यहाँ नयाँ मार्केट खुल्न आँटेको छ खुलेको छैन है खुलेको छैन नयाँ मार्केटमा चाहिँ म एउटा पसल खोल्छु होला हो केको पसल फुलको पसल ए पुस्तक पसल म चाहिँ त्यसमा चाहिँ योगा ध्यानको पुस्तक बेच्छु म योगा ध्यानको मान्छेहरू साह्रै अल्छी भएका छन् कि एक्सर्साइज गरेर उसले चाहिँ मान्छेहरूलाई एकदम फिट बनाउने उद्देश्य हो म त्यसको बुक बेच्छु अनि दुईतिर देखाउन पनि सकिहालिन्छ म योगा गरेर सबैलाई यसो यस्तो गर्नुपर्छ है भनेर म बुक बेचेर यो बुकमा यस्तो यसरी पढ्नुपर्छ भन्छु यता फलफुल पसल छ अहिले चाहिँ बाटो क्रस गर्न आएको रोकौँ न ल यो चाहिँ हाम्रो दुर्गा मन्दिर उक्यो भने अझै किन्दैन भन सो नयाँ चप्पल हेरिदिनु होला अरे सबैजनाले अनि सबैजनाले सिम पिच पनि गरिदिनु होला मोबाइलबाटै भए पनि यता हाम्रो बिर्ता बजार अब हामी घरतिर लाग्यौँ तिमी यताबाट बनाऊ न किनकि मलाई मेरो यो साइड उसको यो साइड मनपर्छ अरे मलाई अलिक ओरा हो भन्नुहोस् भन्नुहोस् न भन्नुहोस् केही चाहना इच्छा पछि चाहना अब घर गएर मजाले पढ्ने हो तर अल्छी लाग्छ पढ्न आउँदै आउँदैन ट्याक्सको त झन् के भन्नु नि भोलि इक्जाम हो मलाई आउँछ ट्याक्सको बारेमा ट्याक्स भनेको कर हो कर भनेको के हो जबरजस्ती कर भनेको एकदम शोषण हो मान्छेले नचाहँदा नचाहँदै पनि तिर्नु पर्ने भनेको चाहिँ कर हो है साथीहरू कर चाहिँ सरकारले हामीले मुद्दा लाउँछ सरकारले लान्छ होला हामीलाई कसले मुद्दा लगाइदिन्छ होला क्या हामीलाई जबरजस्ती तिर्ने हो भन्दाखेरि अब म्यारिडलाई छुट्टै कर लाग्दो रहेछ अनम्यारिडलाई छुट्टै लाग्दो रहेछ केही थाहा छैन छैन लगेको अब चाहिँ हामी घरतिर जाँदैछौँ हाम्रो स्कुलको ड्रेस लगाएको जस्तो देखिन्छ होला त्यो दाइले बिचरा एउटा दाइलाई त एक्जाम हो भोलि भन्ने पनि थाहा रहेनछ दाइ हो कि भाइ हो दाइ चाहिँ दाइ नै होला यस्तो हेर्दाखेरि तर क्लास चाहिँ भाइ हो क्लासको लेभलमा चाहिँ हामीभन्दा कम्ती नै हो हाम्रो यो लको यहाँ हो अब ल पढेर हामी पनि खतरा भइदिने हो अब कानुन मुद्दा लड्न जाने कन्ट्र्याक्ट गर्दाखेरि हामीसँग एकदम होस पुऱ्याएर गर्नु होला नत्र हामी त जे पनि गरिदिन सक्छौँ फोन नम्बर फोन गर्नु छ भने 90000000 हामीलाई एकदम थाहा छ सबै थाहा छ सबै विषयको बारेमा एकदम तिमीले मार्केटिङ पनि मलाई पठायौ तिमीलाई मैले खिचिदिएको त फोटो यस्तो पढ्ने मान्छे त कहाँ भेट्नु बाटो हिँड्दा नि किताब पल्टाएर पढ्दै हिँडिँदैछ फेरि एकै छिनछिनमा याद गर्दैछ यहाँ हेर मलाई कति आउँछ यहाँ हेर यो फर्स्ट पेज सक्यो रोबोट भन्दा नि फास्ट आयो मलाई सबै निलेको यो निलिहाल्यो तर एउटा लाग्यो यसरी भ्लग बनाउनु अघि त क्यामेरा अर्कैतिर सरी है गाइज क्यामेराको एङ्गलै बिर्सेछु मैले कता कता पुगो बिजनेस ल पढाएर बिर्सेको हो नि धेरै दिमागमा एकदम ल भनेर सबै बिर्स्यो यता चाहिँ यता हाम्रो काठमिरहरू छ होइन काठहरू चाहियो भने यता आउनु होला सम्पर्क गर्नु होला 98000000 98 अनि कतिवटा डबल होइन नि 8वटा 0 ल डबल भन्नु भने डबल मात्रै थिच्नु होला यो काठको नाम चाहिँ डबल 0 थिच्नुहुन्छ भने 4वटा डबल 0 थिच्नु होला हैन 9 थिच्नु त्यहाँदेखि उता जतिवटा 0 मन लाग्छ त्यतिवटा थिच्नु सम्पर्क भएन भने फेरि यही सम्पर्क गर्नु होला वाउ कति शीतल कति आनन्द हो साह्रै आनन्दको छ हौ यहाँ ठाउँ त हेलो म्याडम कहाँ जानुभएको यहाँ चाहिँ कलेज नपढिकन जानुभयो त अरे किन नबोलेको सेलिब्रिटीवाला फिल आयो कि क्या हो म्यामलाई बोल्नु पनि हुँदैन के बस्तो मान्छे छेड्दै हिँड्न मन लाग्छ अनि म केटा हो र केटीलाई छेड्नुलाई केटा न केटी अहिलेको जमानामा के हो के थाहा ला सबै इक्वल हो भन्दै यति साह्रो पनि भन्नु त भएन नि त इक्वल नै हो फुल्ली इक्वल हो के ओहो त आँप देख्न सक्नुहुन्छ ओके पढ्दै जानु ल बाई बाई
खन्याउँदै यहाँ भएको कुराहरू यसो यसो गर्दै यहाँ क्यामेरा देखाउन नि गाह्रो भइसक्यो आफू पुड्को मान्छे यहाँ अग्लो मान्छेलाई क्यामेरा देखाउँदा त टाउको मात्रै निस्किने रहेछ जिउ निकाल्न त अलिक परै जानुपर्ने रहेछ आमामा कति राम्री आयो यता फर्क त ओ माई गॉड तर्सिन अरू भएको भए चाहिँ पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा झन्डै मरिन भन्थ्यो कि तर उसलाई चाहिँ भन्दिनँ है पछाडिबाट हेर्दा नि मरे अगाडि मरे मरिन हौ पछाडिबाट हेर्दा करिना अगाडिबाट हेर्दा झन्डै ला त्यसो भन्छ नि ल अब के भन्ने होला त मान्छेहरूलाई हामी चाहिँ करिना होइन हामी त प्रियङ्का हो नि त त्यही भएर यस्तो प्रियङ्का सुवेदी त प्रियङ्का के रुने त नयाँ के अरे फिल्म इन्डस्ट्रीमा नयाँ हाम्रो चाहिँ नयाँ एउटा फिल्म निस्केको छ मकैबारी भनेर मकैबारी त दोराम चाहिँ होइन नि त्यो हाम्रो टाइटल होइन मकैबारी मात्रै हो त्यस्तो अविछिन्न कार्य गर्दैनौँ के कार्य अरे अविछिन्न के हो त्यो भने थाहा छैन यता कानुन पढ्नेलाई थाहा होला नि त्यो भनेको चाहिँ अलिक उग्र जाउँ त तिमीलाई देखाउनै गाह्रो भयो अलिक धेरै अग्लो भयो क्या म पुडेको भए तिमीलाई कानुनको कुन धारा जान्न मन छ धारा नै कतिवटा हुन्छ थाहा छैन एउटा जुनै धारा सोध्नु मलाई त त्यही हाम्रो मार्केटको धारा मात्रै थाहा छ सबैतिरको मान्छे आएर पानी भर्ने गर्छ कुन चाहिँ धारा जान्न मन छ कानुनको भन न त्यही धारा भनिदिन्छु म कानुनको 33 नम्बरको धारा जान्नु छ कानुनको 33 नम्बरको धारामा चाहिँ धमिलो पानी आउँछ तर कानुनको 33 होइन शिक्षाको चाहिँ 33 नम्बर धारा छ होला बिर्स्यो होइन दफा 4 को धारा दफा हो कि धारा हो अब आपेर आँप हेर्नु यहाँ आँप यहाँ दुईजना साथीहरू लडिरहनु भएको छ भुइँतिर ल स्कुल छोडेर यहाँ आउनु अर्को साथी कति क्युट उता दुईजना कालीहरू उता बसिरहेछन् यता गोरी चाहिँ उता मिटअप गर्न जाँदैछ हेर गाइस हाम्रो भ्लग चाहिँ अब छोटै भयो भने यहाँ हामी टुङ्गाउन होइन छोटो छ एकदम छोटो छ भरे एडिट गरेर कस्तो छुट्टी गयो गाडी पनि किडन्याप गर्न जस्तै गाडी पनि हेर्दा पनि कस्तो डल्लो गाडी हामी त अड्दिनँ मैले होला म त अड्छु होला उ त अड्दैन टाउको निकाल्न त्यो माथिको त्यो छतै काटेर चाहिँ टाउको निस्किने ठाउँ राख्नुपर्छ अनि खुट्टा ठोकेर मुनि खुट्टा ठोकेर ए बस्नु थाल्नु यसरी बसारि हो घुडाले पनि अर्को सिटै छुन्छ अनि अर्को मान्छे अस्ति हामी लास्ट दिन इक्जाम लेखेर आयौँ नि त्यतिखेर मेरो खुट्टा त घाउ भएको घुँडामा त घाउ भएको त्यो सिटमा ठोकेर आफ्नो त छुँदा नि छुँदैन केही हुँदैन छुए पनि म त अडेस लाएर बस्नु जस्तै हुन्छ कसैको बेला छ आयो ल साथीहरू अब हामी के भन्न चाहनु र बाई बाई ल बिजनेस भोलि ट्याक्सको इक्जाम छ हामीलाई बेस्ट विशेष दिनु होला मेरो हात दुखिसक्यो यत्रो मेहनतमा केही गर्नु कति धेरै हात दुखिसक्यो कि एक लाइक चाहिँ गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला होइन दिनु होला त्यति गर्नलाई चाहिँ अब हामीले चाहिँ बाई बाई